स्कुटर लिएर कता जान थालेको होला यो मान्छे? सधैँ स्कुटर समाउँछ हिँड्छ, स्कुटर समाउँछ हिँड्छ। यो बुझ्नको लागि चाहिँ हजुरले पुरै भिडियो हेर्नुपर्ने हुन्छ है त। अब सुरु गरौँ। नमस्ते सबैजनालाई। आज चाहिँ हामी जाँदैछौँ कता भन्दाखेरि चाहिँ कता भन्दा हामी जाँदैछौँ स्विमिङ क्लास बुझ्नको लागि। स्विमिङ गर्नु पर्यो, सिक्नु पर्यो भनेर। अब थाहा छैन के हुन्छ, तर बुझेर चाहिँ आउनु पर्ला। इज वेटिङ देयर। आज चाहिँ स्कुटरले तान्छ कि जान्दैन थाहा छैन है। हामी चाहिँ लाग्यौँ अब बुझ्नको लागि। हिजो चाहिँ यहाँनिर तानेको थिएन स्कुटरले, आज चाहिँ ल मेरो बुढाको खुट्टाले काम गरिरहेछ है। ल ठिक छ। ओ नो, ये क्या है भाई, ये क्या है ऐसा? किला खड़ा, रुको जरा मैं और लूंगी इधर। तो बस्दिन यस्तोमा। यस्तो यता यस्तो भिरालो छ है। कहाँ चाहिँ टेकौँ जस्तो छ हिलो। यस्तो हिलो छ, फेरि उतानिर फेरि ओर्लिनु पर्ने होला मलाई। मैं तीसरी बार ओरल गई हुन्छ के हुन्छ। यस्तो छ हालत बाटोको। कहाँ चाहिँ कुना कुना खोजेर हिँड्नुपर्ने छ है। हजुरहरूलाई चाहिँ स्विमिङ आउँछ कि आउँदैन? हामीलाई चाहिँ त्यस्तो राम्रोसँग आउँदैन, त्यही भएर क्लास लिनुपर्छ जस्तो लाग्यो। अनि त्यही भएर चाहिँ बुझ्न जान थालेको। अब हेर्नुहोस् न, हाम्रो यतातिरको मौसम, वातावरण, इन्भाइरोमेन्ट हेर्नुहोस् न कस्तो राम्रो छ। स्काई क्लियर, सबै राम्रो, ग्रिन एभ्रिवेयर, यस्तो राम्रो छ। बाटोमा चाहिँ फेरि कत्रो ठुलो ब्रेकर हालिदिइरहेछ यहाँको रोड विभागले चाहिँ। अति ठुलो क्या त्यो त। हामी त पुरै बााउन्सै हुन्छ पछाडि बस्ने मान्छे। उकालो छ है, यता त उकालो छ। हाम्रो स्कुटरले तान्छ कि तान्दैन भन्ने कुरो हो। मेरो बुढाको रफ्तार देख्यो भने चाहिँ तान्छ जस्तो छ। ओ माई गड, खाल्डो। अब चाहिँ स्पिड कम भयो है। कहाँ पुगेर हिँड्नुपर्छ। भयो रोको साथी। ल यहीँसम्मको रहेछ स्कुटरमा, अब कहाँसम्म हिँड्नु पर्यो। एक्लै हिँड्दाधरि खुट्टाको सहारा चाहिरहेछ यहाँनिर। अहिले चाहिँ यता चाहिँ कालो बादल देखिरहेछ है। यहाँदेखि त कस्तो राम्रो, सबै काभ्रे जिल्लै देखे जस्तो गरेर देखिँदो रहेछ। एकदम राम्रो। मेरो बुढा चाहिँ यहाँ कुरेर बसिरहनु भएको रहेछ। भ्यू हेर्नु साथीहरू, भ्यू यस्तो छ बाटो है। मलाई फेरि सक्दो जान्छ। ओए डेङ्गा ढलाउँछ। बाटो बन्दै छ। बाटो बन्दैछ त्यहाँनिर। उतातिर बाटो हेर्नुहोस् न साथीहरू। यो बाटो देख्यो भने मलाई अहिले त ठिकै छ। यति तालको बाटो आउँछ बिचमा। लडाउँदो थियो। हामी चाहिँ यहाँ आएको हो है। यता हेर्नुहोस् भ्यू यता। यो चाहिँ स्पेसियल अफर छ। यो चाहिँ हाम्रो स्विमिङ सिक्नको लागि आएको है। ठाउँ चाहिँ यस्तो राम्रो छ। स्विमिङ पुल चाहिँ त्यहाँ रहेछ है। हामीलाई चाहिँ स्विमिङ सिक्नु पर्ने थियो नि त। 1 चिकन 4 आइटम नि हुँदो रहेछ यहाँनिर। ओ यता पनि रहेछ ठुलो स्विमिङ पुल। यहाँ चाहिँ रहेछ ट्रेनिङको लागि चाहिँ। ट्रेनिङको लागि यहाँ रहेछ है। यो चाहिँ अब आई डोन्ट नो वाइ। कोही यता खेल्नुहुन्छ होला स्विमिङ। दामी लाग्यो, भ्यू नि दामी छ।
यो चाहिँ हो काभ्रे जिल्ला। हाम्रो घर चाहिँ कहाँ छ भन्दाखेरि त्यहाँ कताबाट जाने हो? त्यहाँ अब हामी चाहिँ कहाँको बुढा तिमी? कहाँले आएको मलाई? कहाँले आएको? स्विमिङ सिक्ने भएन हो अब चाहिँ हामी स्विमिङको लागि बुझ्छौँ अनि थाहा छैन कहिले आउँछ सिक्नलाई, बुझ्न चाहिँ बुझ्छ। हामीले चाहिँ त्यहाँ बुझिसक्यौँ है। अब त्यहाँनिर मान्छेसँग कन्सल्ट गरिरहेको बेला भिडियो गर्न अलि आफैलाई अप्ठ्यारो लाग्यो। सो हामीले कन्सल्ट गरेर फेरि आइसक्यौँ। अब चाहिँ हामी सायद भोलिदेखि सुरु गर्छौँ होला। यहाँनिर चाहिँ एकदम हाम्रो शिव भगवानको मन्दिर छ। यता काभ्रेपलाञ्चोकको एकदम फेमस धनेश्वर मन्दिर, यो धनेश्वर मन्दिर हो, एकदम फेमस छ यतातिर चाहिँ। ल अब हामी चाहिँ लाग्छौँ। र हेर्नुहोस् है, पानी पर्न सुरु गर्यो साथीहरू, पानी पर्न सुरु गर्यो। अहिले चाहिँ हामी आयौँ शानदार फुड, ए होइन के पो सिम्का फुड लेखेको छ है, सिम्का फुडमा यस्तो चाहिँ आएको सेटअप चाहिँ। हामीलाई चाहिँ यो वाला मोमो खानु मन थियो क्या, त्यही भएर हामी चाहिँ यता आएको आज। हाम्रो अर्डर पनि आयो। उहाँको चाहिँ पफ मोमो हो, मेरो चाहिँ चिकन मोमो। चिकन मोमोमा चाहिँ यस्तो धेरै अचारहरू दिनुहुँदो रहेछ कि पफ मोमोलाई चाहिँ झोल मात्र आउँदो रहेछ। अनि मिठो मानेर खाइरहनु भएको छ मेरो बुढाले। त्यसपछि मेरो टर्न आयो, मैले पनि स्टार पारी पारी खाइरहेको छु यहाँनिर। अब खिच्नु परिहाल्यो नि त अलिकति त, त्यही भएर मिठो थियो मोमो नि। अझै पनि मोमो भन्ने आइसक्यो, देख्यो भने चाहिँ खानै मन लाग्ने फेरि खानेकुराहरू। अनि म चाहिँ अचार पनि टेस्ट गरिरहेको छु, मलाई मिठो लाग्यो, मक्ख परेर खाइरहेको छु म पनि। अब एकछिनमा चाहिँ हामी जान्छौँ। अब चाहिँ हामी जान्छौँ फिल्म हेर्नको लागि। धमाल 4 लागिरहेको छ अहिले चाहिँ। हामी धमाल 4 हेर्नको लागि जान्छौँ। ल हाम्रो चाहिँ यहाँ शुभकामना सिनेमा हल सबैभन्दा नजिक पार्किङ भयो हाम्रो। र चाहिँ हामी जान्छौँ, यता छ टिकट काउन्टर। हामीले टिकट पनि लिइसक्यौँ 2वटा। आज चाहिँ बुधबार हो, यहाँ चाहिँ हाफ टिकट हुन्छ होइन, 170 रुपिज पर्छ हाफ टिकटको। यता चाहिँ क्याफे छ, यता वेटिङ रुम पनि यता नै हो। यस्तो हुँदो रहेछ यहाँ चाहिँ अवार्ड राख्ने ठाउँ। अवार्ड भन्दा अब अवार्डै हो त, मायाको चिनो। चलो 20 रुपये का कोक लेके आना। 20 में कोक नहीं आता भैया। 15 का लेके आना, 5 वापस लेके आना। 50 पड़ता है और इधर तो और महंगा पड़ेगा। हटा हुआ नोट। रही आजकल से आउँछ फुटबल एभ्रिवेयर, फिफा क्रेज। एटिट्युड हेर न, एटिट्युड मेरो बुढाको फेरि छुट्टै स्वाग छ यहाँ। हाम्रो चाहिँ हो यो शुभकामना सिनेमा हल बनेपा। यो छ हल त। फिल्म हेर्न आउनुको एकमात्र लक्ष्य हो यो चिज पपकर्न। पपकर्न किनिदिनुहुन्छ कि नै? ये क्या था भाई? ट्विस्ट। ये हाँ था या ना था? ये ट्विस्ट था, ट्विस्ट।
ट्विस्ट होइन ट्विक्स किन्देऊ नि त ट्विक्स चक्लेट मध्यान्तर भयो अहिले मध्यान्तर हामीले त्यसपछि पपकर्न खायौँ ब्रेकमा चिज पपकर्न इज द बेस्ट वान हामीले फिल्म हेरिसक्यौँ हामीलाई एकदम रमाइलो लाग्यो होइन अब हालको सिरिजहरू जस्तै नै छ एउटा के अरे धन सम्पत्तिलाई लिएर चाहिँ लोभ लालच गर्ने अनि त्यसपछि मैले चाहिँ त्यहीवाला छ यसमा चाहिँ भनौँ न मुभीको अनि अरू चाहिँ राम्रै लाग्यो एकदम कमेडी हाँस्न चाहिँ एकदम मजा लास्टमा चाहिँ एकदम त्यो इमोसनलवाला छ राम्रै छ रिकमेन्डेड भनौँ न हामीबाट चाहिँ एकदम रिकमेन्डेड छ माइन्ड फ्रेस गरिदिने खालको चाहिँ यहाँ थ्रेडिङ गरेको मिलाएको उडेर आएर यहाँ खानु मेरो बुढाले कपाल काट्दै हुनुहुन्छ 5 बजे चाहिँ ओ माई गॉड कौन है ये खतरा काटिदिनु ल एकदम ह्यान्डसम देखिने यहाँ पनि छोटो गरिदिनु Weh, mantap. Rupiah ya sabun mas kita. Kyo yo, kyo. Laluan, patay dahil gusto to. Apa ni? Pato ni. Ay. Pato era banyak ya.